हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते। आज म अलिकति एक्स्ट्रा कुरा लिएर आएको छु। बिहान सधैँ जो उठेँ, ब्रस गरेँ र तातो पानी खाएँ। आफ्नो डेली रुटिन हो, फलोअप त गर्नै पर्यो। आज चाहिँ कलेज जानुपर्ने थियो, किनकि म यहाँ आएको पनि 14-15 दिन भइसक्यो। तर कलेज रजिस्ट्रेसन गर्न पाएको थिइनँ, किनकि हिजोसम्म मेरो कलेज नै बन्द थियो। रजिस्ट्रेसनको आशामा कलेज पुगेँ, तर दुर्भाग्यवश आज पनि रजिस्ट्रेसन भएन। त्यो बेला मनमा थोरै निराशा आयो, तर म बुझ्दै जाँदैछु सबै कुरा हामीले चाहेको जस्तो हुँदैन। घर फर्किएँ र त्यसपछि आजको मेन कुरा सुरु हुन्छ। आजबाट मैले आफैलाई एउटा एक्स्ट्रा च्यालेन्ज दिएको छु। मसँग अहिले डम्बेल छैन, जिम जाने त अवस्था पनि छैन, तर एक्सक्युज बनाउने मन पनि छैन। त्यसैले आजबाट मोबाइल एपबाटै म होमवर्कआउट सुरु गर्छु भनेर मैले सोचेँ। प्ले स्टोरमा होमवर्कआउट भनेर सर्च गर्दा इजीदेखि हार्डसम्मका एक्सर्साइजहरू घरमै बसेर गर्न सकिन्छ। आज एक्स्ट्रा एक्सर्साइजको डे 1 कम्प्लिट भयो। सानो सुरुवात हो, तर इन्टेन्सन ठुलो छ। राति भिडियो एडिटिङ गर्दै गर्दा घडी हेरेँ, यहाँ रातिको 2 बज्न लागिसकेको रहेछ। नेपालमा भने बिहानको लगभग 6 बज्न लागेको रहेछ। कहिलेकाहीँ लाइफ हेर्दा इजी देखिन्छ, तर रियालिटीमा आफ्नो काम सक्दा सक्दै अर्को दिनको सुरुवात भएको थाहा नै पाइँदैन। मैले डेली भिडियो अपलोड गर्ने प्रमिस गरेको थिएँ। बिचमा केही कारणले 1-2 दिन ढिलो भइरहेको छ। त्यो कुरा म पनि बुझ्छु। र म सधैँ भन्छु नि, कन्सिस्टेन्सी हो, यही हो कन्सिस्टेन्सी भनेको। बिचमा गिभअप नगर्नु नै कन्सिस्टेन्सी हो। सो आजलाई यति नै। सी यू एट नेक्स्ट भिडियो। बाई बाई।